हेलो गाइस। मैले भर्खर एउटा ट्रेड लिएको थिएँ। ट्रेड लिएको थिएँ कुनमा भनेपछि युरो सिएचएफमा। म त्यसको लोजिक भन्छु अनि किन ट्रेड लिएको थिएँ र लस भयो हुन चाहिँ। तर म ट्रेडको लोजिक भन्छु त्योभन्दा पहिला। विकली हेर बेरिस विकली चाहिँ पुरा बेरिस छ होइन। अनि यहाँ एउटा स्विङ पोइन्ट छ, यहाँ एउटा यो भयो र विकली होइन, एउटा मेन यो भयो होइन। अर्को दुईवटा स्विङ पोइन्ट छ होइन, विकली रहेछ होइन, विकली स्विङ पोइन्ट। डेलीमा गर्थेँ जस्ट मेरो टार्गेट चाहिँ यहाँसम्म आउँछु कि भन्ने थियो मेरो टार्गेट। तर के भयो भने चाहिँ यो यहीँबाट फर्कियो क्या, यहाँबाट फर्केर मेरो यहाँ यता एसएल हिट गरिदियो होइन। म कहाँ किन लिएको ट्रेड, किन के लोजिकमा लिएको त्यो भन्छु है। दिल्लीमा गयो भने दिल्ली पुरा बेरिस छ होइन, दिल्ली नि पुरा बेरिस छ होइन। यो त भर्खरै बनेको क्यान्डल, त्यही भएर यस्तो बुलिस देखाएको छ। हल्का काइन्ड अफ बुलिस छ नि, तर डेली पनि पुरा बेरिस छ होइन। फोर आवरको हेर्ने हो भने 4 आवर क्यान्डलमा यो 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 दुईवटा क्यान्डल रिप्ले गर्न मिल्छ मिल्दैन, मिल्दो रहेछ होइन। लाइक मैले भर्खरै अपडेट गरेँ होइन, त्यही भएर यस्तो थियो होइन, यस्तो थियो। अन्त यस्तो थियो क्यान्डल होइन, यस्तो थियो। तर मैले चाहिँ ट्रेड लिएन किनभने यहाँबाट टार्गेट चाहिँ थोरै थियो होइन। यहाँदेखि बल्ल टार्गेट भनेको 18 पिप्सको थियो होइन। मेरो टार्गेट चाहिँ एक्चुअली यहाँ थियो नि त, त्यही भएर 18 पिप्स थियो। तर मैले यहाँ ट्रेड लिएँ भने स्टप लस चाहिँ एकदम हाई हुन्थ्यो मेरो। अलमोस्ट अब यता यति यो फर्स्ट 4 आवर फेयर भ्यालु ग्याप त कभर गर्नै पऱ्यो। त्यसपछिको यो क्यान्डल माथि गर्दाखेरि चाहिँ 16 पिप चाहिँ स्टप लस मात्र, अनि टार्गेट भनेको बल्ल 18 पिप्स। त्यही भएर म यो ट्रेड चाहिँ मैले इग्नोर गरेको थिएँ होइन। त्यसपछि एउटा क्यान्डल बन्यो, यो क्यान्डल बन्यो। जब यो क्यान्डल बन्यो नि, यो क्यान्डल बनेपछि चाहिँ यो अर्को पहिलाको विकको जस्ट यहाँदेखि रिजेक्सन लियो कि यसले, यहाँ चाहिँ रिजेक्सन लियो होइन। तर यसले 4 आवर फेयर भ्यालु ग्यापमा टच गर्यो होइन। तर मेरो अर्को के पोइन्ट थियो भने चाहिँ यहाँ अब 4 आवरमा फेयर भ्यालु ग्यापबाट ट्रेड गर्यो भनेपछि त्यसको 1 टाइम फ्रेम लोवर 1 आवर, त्यो चाहिँ भेरी इम्पोर्टेन्ट हुन्छ होइन। त्यसको लागि चाहिँ फेरि यहाँ एउटा 1 आवर फेयर भ्यालु ग्याप बनेको छ क्या यहाँ एउटा होइन। यो पुरै यो जोर्डन यहीँ देखाएको छ नि होइन। तर त्यही भएर म यो ट्रेड लिएन। मेरो टार्गेट के थियो भने चाहिँ जब यो नेक्स्ट क्यान्डलले चाहिँ यसको यो लो ब्रेक गर्छ नि, तब चाहिँ बल्ल म ट्रेडमा एन्ट्री गर्ने हो भन्थेँ होइन। अब त्यसपछि अनि त माथिको चाहिँ मतलब भएन नि। तर यतिको यो लो गयो भने त मेरो स्टप लस पनि ट्याक्कै अलिकति यहाँ यतातिर भयो नि मेरो यो 18 बल्ल 10 पिप्सको स्टप लस। टार्गेट चाहिँ अलमोस्ट 1:2 भयो नि त। त्यही भएर मेरो त्यही टार्गेट थियो होइन। अब हेरौँ है, यो 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 यस। तर यो भन्नुभन्दा पहिला यो स्टार्ट हुने होइन। यो यति बन्ने बेला चाहिँ मैले यहाँ चाहिँ एन्ट्री लिएँ होइन। सर्ट पोजिसन म यही क्यान्डलमा मैले एन्ट्री लिएँ होइन। अनि मेरो टार्गेट भनेको यस्तो 10 पिप्सको थियो कि मेरो स्टप लस 10 पिप्स यति थियो होइन स्टप लस होइन। तर टार्गेट भनेको जस्ट यति थियो, किनभने यहाँबाट यति थियो होइन, यति थियो होइन। अब म यहाँबाट एन्ट्री लिएँ होइन।
यस्तो मिठो क्यान्डल बनायो होइन, यस्तो राम्रो क्यान्डल, यस्तो राम्रो बेरिस क्यान्डल बनाएर कति पिप्स बाँकी थियो मेरो स्टपलस हुनुमा, 8 पिप बाँकी रहेछ। पिप्स त धेरै रहेछ, 8 पिप रहेछ, तर यति क्यान्डल बनाएर जस्ट एउटा यत्रो क्यान्डल बनाएको भए मेरो यहाँ टार्गेट हिट हुन्थ्यो होइन, तर यहाँदेखि चाहिँ फेरि रिभर्स भइदियो क्या, यहाँ हेर्न सक्नुहुन्छ तपाईँले होइन, लेखेर गरेर यहाँ रिभर्स दियो, यहाँबाट डाइरेक्ट यहाँ मेरो स्टपलस यहाँ गएर हिट गरिदियो क्या, स्टपलस हिट गरिदियो अनि यहाँबाट म एक्जिट भयो क्या। जस्ट लोजिक चाहिँ यही थियो कि अब एउटा विकली लोमा आउँछ कि भन्ने टार्गेट थियो, तर त्यो विकली लोमा नआइकन यही विकली त्योभन्दा पहिलाकै विकको लोबाट रिजेक्सन लिएर मेरो स्टपलस हिट गर्यो युरो सिएचएफमा। ट्रेड लिएको डेट चाहिँ आज के बार हो, आज ट्युजडे र म 5 PM अस्ट्रेलियन टाइममा ट्रेड लिएको थिएँ, तर एसएल हिट भयो। यो आज यो विकको मेरो फर्स्ट ट्रेड थियो र त्यो चाहिँ ओभरअल म -1%, 1.2% भन्छु म, 1.2% लसमा छु, किनभने लास्ट विक मैले मेरो लसले रिकभर गरेको थिएँ। आजको लसले 1.2%, रिस्क चाहिँ 2%मा थियो, तर मेरो पहिलाको 1.8% प्रफिटमा थिएँ, त्यो माइनस प्लस यो गर्दाखेरि -1.2% लसमा। सिम्पल लोजिक थियो, तर केही छैन, हुन्छ, जस्ट लर्निङ, स्टिल लर्निङ फ्रम 5 years. Okay, bye.